नमस्कार दर्शकवृन्द। आज हामी तपाईहरूलाई बङ्गलादेशमा भएको एक अत्यन्त दुःखद र क्रूर घटनाको बारेमा विस्तृत जानकारी दिन लागेका छौं, जसले सम्पूर्ण क्षेत्रमा तरङ्ग पैदा गरेको छ र अल्पसंख्यक समुदायको सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। डिसेम्बर 18, 2025 मा बङ्गलादेशको मेमनसिंह जिल्लाको भालुका उपजिल्लामा 25 देखि 27 वर्षीय हिन्दू युवा दीपू चन्द्र दासलाई एक उन्मत्त भिडले क्रूर हत्या गरेको छ। दीपू पायोनियर नीट कम्पोजिट फ्याक्ट्रीमा गार्मेन्ट मजदुरका रूपमा काम गर्थे, जुन ढाका मेमनसिंह राजमार्ग नजिकैको दुबालिया पारा क्षेत्रमा अवस्थित छ। घटना साँझ करिब 5 बजे कारखानामा सुरु भएको सानो विवादबाट सुरु भएको देखिन्छ, जसमा दीपूका मुस्लिम सहकर्मीहरूले उनलाई इस्लामको पैगम्बर मुहम्मद PBUH विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए। तर प्रहरी र र्यापिड एक्सन बटालियन RAB को अनुसन्धानमा यो आरोपको कुनै ठोस प्रमाण फेला परेको छैन, बरु यो कार्यस्थलको सानो विवाद जस्तै पदोन्नति वा कामको असन्तुष्टिबाट उब्जिएको देखिन्छ। कारखानाका कर्मचारीहरूले दीपूलाई राजीनामा दिन बाध्य पारे, उनलाई सुरक्षा कोठामा राखेर बचाउन खोजेको दाबी गरे पनि पछि उनीहरूलाई नै भिडलाई सुम्पिदिए। भिडले उनलाई कारखानाबाट बाहिर निकालेर कुटपिट गरे, रुखमा झुन्ड्याए र शरीरमा मट्टीतेल हाल्दै जलाइदिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा दीपूले प्रहरीलाई "सर, म निर्दोष छु, मलाई मार्न नदिनुहोस्" भनेर बिन्ती गरेको देखिन्छ। बङ्गलादेशमा हिन्दूहरू करिब 10% छन् र 2024 को राजनीतिक परिवर्तनपछि यस्ता घटनाहरू बढेका छन्। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यो घटनाको कडा निन्दा गरेका छन्, भनेका छन् नयाँ बङ्गलादेशमा यस्तो हिंसा सह्य छैन, अपराधीहरूलाई छोडिने छैन। RABले 7 र प्रहरीले थप 3-5 गरी कुल 10-12 जनालाई पक्राउ गरेको छ, जसमा कारखाना व्यवस्थापक र सहकर्मीहरू पनि छन्। युनुसले एक्समा लेखेका छन् कि अनुसन्धान जारी छ र न्याय हुनेछ। परिवारका अनुसार दीपू परिवारको एकमात्र कमाउने व्यक्ति थिए। उनका बाबु रविलाल दास अपाङ्ग छन्, आमा श्रीमती र सानो बच्चा छन्। उनका भाइ अपू चन्द्र दासले भनेका छन् कि यदि कानुनी बाटोबाट कारबाही गरेको भए यो क्रूरता हुँदैनथ्यो। तसलीमा नसरिन जस्ता कार्यकर्ताले आरोप झुटो भएको र प्रहरीले संरक्षण नदिएको बताएकी छिन्। यो घटनाले अल्पसंख्यक हिन्दू समुदायमा डर बढाएको छ र अन्तर्राष्ट्रिय स्तरमा पनि चिन्ता व्यक्त भएको छ। भारतको विदेश मन्त्रालयले हरेन्डस किलिङ भनेर चिन्ता व्यक्त गरेको छ। प्रियङ्का गान्धीले मानवता विरुद्ध अपराध भनेकी छन् र दिल्ली, कोलकाता, हैदराबाद लगायत ठाउँमा विरोध प्रदर्शन भएको छ। VHP र अन्य सङ्गठनहरूले नेपालमा पनि जनकपुर धाम लगायत ठाउँमा शान्तिपूर्ण विरोध भएको छ। यो घटना भीड हिंसाको उदाहरण हो, जसमा धार्मिक भावनालाई हतियार बनाइन्छ। प्रमाण नभए पनि भीडले न्याय दिन्छ र यसले सामाजिक सद्भावलाई खतरामा पार्छ। बङ्गलादेशको यो अस्थिरता र अल्पसंख्यक सुरक्षा मुद्दाले क्षेत्रीय शान्तिलाई प्रभावित गर्न सक्छ। दर्शकवृन्द, यो घटनाले हामीलाई सम्झाउँछ कि कुनै पनि समाजमा हिंसा र अफवाहले निर्दोषहरूको ज्यान लिन्छ। हामी आशा गर्छौं कि बङ्गलादेश सरकारले छिटै न्याय गर्छ र यस्ता घटनाहरू रोक्न कडा कदम चाल्छ। यदि तपाईलाई यो घटनाको थप अपडेट चाहियो भने कमेन्टमा लेख्नुहोस्। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।